आज म बनाउँदैछु मासुको अचार। के को मासु भन्दाखेरि कुखुराको मासु है त। अति दामी भएको थियो। सुरुमा चाहिँ बोनलेस चिकन थाईमा नुन, त्यसपछि बेसार हालेर यसलाई मजाले आधी घण्टाको लागि म्यारिनेट गरेर छोडिदिने हैन। अनि त्यसपछि प्यानमा सुकेको खोर्सानी लिएर यसलाई एकछिन भुट्ने है। अनि त्यसपछि फेरि प्यानमा तोरी, त्यसपछि सोप, मरिच अनि टिमुर र जिरा र धनिया हालेर यसलाई पनि मजाले एकछिन रोस्ट गर्ने अथवा भुट्ने रातो रातो हुने गरी। अनि यसको यस्तो खालको मसला बनाउने। अनि त्यसपछि प्यानमा तेल हालेर यसमा अघिनेको मासु हालिदिने सबै हैन। हाई फ्लेममा पकाउनु पर्यो चाहिँ यसलाई चाहिँ मजाले फ्राई गर्ने। मजाले फ्राई गर्ने रातो रातो हुने गरी, धेरै रातो पनि नबनाउने, फेरि चाम्रो हुन्छ यो अचार खाँदाखेरि टोक्नै सकिँदैन। अनि यस्तो यस्तो भइसकेपछि यसलाई टक्कसँगले निकाल्ने। अनि त्यसपछि मसिनो काटेको लसुन अनि त्यसपछि अदुवा हालेर यसलाई पनि मजाले रातो हुने गरी एकछिन पकाउने। अनि त्यसपछि अघिको खोर्सानीको धुलो हाल्ने, यसलाई पनि एकछिन मिक्स गरिदिने। अनि मसला हालेर यसलाई मजाले एकछिन मसला पकाउने। अनि मासु एड गरिदिने र यसमा स्वाद अनुसार नुन अनि त्यसपछि कश्मिरी चिल्ली पाउडर हालेर यसलाई मजाले मिक्स गरिदिने। अनि भेनिगर हाल्ने 2 चम्ची। अनि त्यसपछि यो यस्तो हुन्छ नि डब्बामा हाल्ने अनि मस्तले खाने है त।